हेलो नमस्कार, म सुरज बस्नेत फ्रम कम्प्युटर दरबार। आज हामीसँग 50,000 देखि माथिका ल्यापटप हाई एन्ड स्पेक्स विथ प्राइस रिभिल गर्नेछु र तपाईले कुन कुन ल्यापटप कति प्राइसमा पाउनुहुन्छ विथ अफिसियल वारेन्टी। यो ल्यापटप किन्दा हजुरहरूले के गिफ्ट पाउनुहुन्छ हाम्रो न्यू इयर अफरमा, त्यो सबै कुराहरू पनि हामी राख्ने छौं। र फर्स्टमा त हामी बजेटदेखि नै ल्यापटप स्टार्ट गरौँ। 50,000 देखि माथिको ल्यापटपहरू आजको हाम्रो हिरो ल्यापटप आसुस को भिभोबुक i3 मा 13 जेन को प्रोसेसर छ, 8GB को र्याम छ, 512GB को एसएसडी छ, 14 इन्च पोर्टेबल फर लाइट वेट। यसको प्राइस को कुरा गर्नुहुन्छ भने मात्र 52,000 मा यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ। स्टुडेन्ट को लागि पर्फेक्ट हुन्छ र 3 घण्टा देखि 7 घण्टासम्म यो ल्यापटपले तपाईलाई ब्याट्री ब्याकअप दिन्छ। बिल्ड क्वालिटी को कुरा गर्नुहुन्छ भने प्लास्टिक बिल्ड क्वालिटी छ, एकदम नै राम्रो छ। म्याजिक नम्बर पनि पाउनुहुन्छ 14 इन्चमा, एकदम नै राम्रो छ यो ल्यापटप चाहिँ। अब यो भन्दा अलिकति माथिको ल्यापटपको कुरा गर्छु म। र हामीसँग चाहिँ i3 भन्दा थोरै माथि जानुहुन्छ भने चाहिँ एसर को एक्सपायर गो 14 भन्ने मोडल छ। यो चाहिँ Ryzen 5 को 7000 सिरिज प्रोसेसर छ, यसमा 8GB को र्याम छ, 512GB को एसएसडी छ। बिल्ड क्वालिटी को कुरा गर्नुहुन्छ भने एकदम नै राम्रो बिल्ड क्वालिटी रहेको छ, सिल्भर कलरमा, एकदम नै राम्रो लाइट वेट पोर्टेबल बेस्ट छ। यो ल्यापटप चाहिँ अगेन स्टुडेन्टको लागि बेस्ट हुन्छ। यो ल्यापटप किन्न चाहनुहुन्छ भने मात्र 65,000 मा पाउनुहुन्छ। र यो भन्दा अलिकति माथिको ल्यापटपहरू पनि हामी हजुरहरूलाई देखाउने छौं। अघि हामीले हेरिहाल्यौं एक्सपायर गो 14 Ryzen 5 मा। अब त्यो भन्दा अलिकति माथि चाहिँ एसर को एक्सपायर लाइट 15 भन्ने मोडल आउँछ। यसमा चाहिँ अगेन Ryzen 5 कै 7000 सिरिज प्रोसेसर, यसमा चाहिँ त्यसमा भन्दा अलिकति हेभी प्रोसेसर युज भएको छ। यसमा 7430U प्रोसेसर छ, 8GB को र्याम छ, 512GB को एसएसडी छ। यो ल्यापटप चाहिँ 15 इन्चमा रहेको छ। यो ल्यापटप चाहिँ तपाईले लाइट वेट भन्दा पनि अलिकति मल्टिमिडिया वर्क तपाईलाई को लागि एकदम नै बेस्ट हुन्छ। बिल्ड क्वालिटी को कुरा गर्नुहुन्छ भने एकदम नै राम्रो छ। चार्जिङ पनि टाइप सी रहेको छ, फुल एचडी मा आईपीएस प्यानल छ, फास्ट डाटा ट्रान्समिट को लागि टाइप सी कनेक्टिभिटी दिएको छ, वाइफाई 6 दिएको छ, एचडीएमआई दिएको छ। यो ल्यापटप चाहिँ पर्फेक्ट फर आईटी स्टुडेन्ट को लागि पनि हुन्छ। लाइट कोडिङ सोडिङ गर्नुहुन्छ, भर्खरै तपाईँ बिगिनर आईटी स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ यो ल्यापटप तपाईको आफ्नो बनाउन सक्नुहुन्छ, यो ल्यापटप लिन सक्नुहुन्छ। यो ल्यापटपको प्राइस को कुरा गर्नुहुन्छ नि मात्र यो ल्यापटप 68,000 मा कम्प्युटर दरबारबाट लिन सक्नुहुन्छ। र न्यू इयर अफर स्पेशल प्राइसमा हो भने मात्र 67,000 मै यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ। यो बाइक अब यो भन्दा अलिकति माथिको ल्यापटपहरू अघि हामीले हेर्यौं एसर को एक्सपायर लाइट 15 भन्ने मोडल Ryzen 5 प्रोसेसरमा, त्यो भन्दा एक स्टेप माथिको ल्यापटप जुन चाहिँ तपाईलाई इन्टेलमा चाहिएको छ भने चाहिँ i5 मा यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ। यो चाहिँ Asus को Vivo 15 भन्ने मोडल हो। यसमा चाहिँ 14 जेन को प्रोसेसर युज भएको छ, Core 5 120U प्रोसेसर युज भएको छ भने 8GB को र्याम, 512GB को एसएसडी। यो ल्यापटपको प्राइस को कुरा गर्नुहुन्छ नि मात्र 69,000 मा यो ल्यापटप पाउन सक्नुहुन्छ फ्रम कम्प्युटर दरबार। अघि हामीले हेरेको थियौं Asus को Vivo Core 5 मा, त्यो भन्दा अलिकति माथिको ल्यापटप हेर्नुहुन्छ भने अराउन्ड 75,000 सम्म मलाई एसर नै चाहियो, अनि बिल्ड क्वालिटी पनि राम्रो चाहियो र स्क्रिन क्वालिटी झन् पर्फेक्ट चाहियो भन्दा चाहिँ यो ल्यापटप पनि तपाईको बनाउन सक्नुहुन्छ। एसर को एक्सपायर 15 भन्ने मोडल हो यो चाहिँ। यसमा चाहिँ तपाईले पाउनुहुन्छ i5 मा 13 जेन को एच सिरिज को प्रोसेसर। यो ल्यापटप चाहिँ तपाईको आईटी स्टुडेन्ट को लागि पर्फेक्ट हुन्छ, किनभने यसमा युज भएको छ एच प्रोसेसर। अनि यसको बिल्ड क्वालिटी को कुरा गर्नुहुन्छ भने मेटल बिल्ड क्वालिटीमा छ। यो ल्यापटप 15.6 इन्चमा रहेको छ, वाइफाई 6 को कनेक्टिभिटी पनि दिएको छ, DDR5 को र्याम, थन्डरबोल्ट पनि दिएको छ। हिङ्स को कुरा गर्नुहुन्छ नि 180 हिङ्स जाँदैन हुन्छ। र यसको प्राइस को कुरा गर्नु पर्दा चाहिँ मात्र 75,000 मा यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ। र हामीसँग अर्को ल्यापटप छ आईटी स्टुडेन्टले एकदम नै रुचाउने ल्यापटप, Lenovo को IdeaPad Slim 3 भन्ने मोडल हो। यो चाहिँ i5 को 13 जेन को प्रोसेसर हुन्छ, एच सिरिज को प्रोसेसर हुन्छ है। आईटी स्टुडेन्ट को लागि एकदम नै रुचाइने ल्यापटप हो, पर्फेक्ट हुन्छ आईटी स्टुडेन्ट को लागि। यसमा र्याम रोम बोथ आर अपग्रेडेबल। यसमा तपाईको र्याम पनि बढाउन सक्नुहुन्छ, एसएसडी पनि बढाउन सक्नुहुन्छ। 14 इन्चमा ब्याकलिट किबोर्ड देखि सबै छ यसमा, एकदम नै पर्फेक्ट राम्रो र फ्युचर प्रुफ। तपाई आईटी जोइन गर्दै हुनुहुन्छ भने चाहिँ एकदम नै राम्रो बिल्ड क्वालिटी छ, एच प्रोसेसर को ल्यापटप हो यो। र यसको प्राइस रहेको छ मात्र 75,000। अनि मलाई फेरि एसरकै ल्यापटप चाहियो आईपीएस प्यानलमा भनिन्छ यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ। यो ल्यापटप चाहिँ एसर को एक्सपायर 3 भन्ने मोडल हो। i5 मा 13 जेन को प्रोसेसर लागेको छ, 16GB को र्याम रहेको छ। यसमा चाहिँ बाइ डिफल्ट कम्पनीबाटै 16GB र्याम आउँछ, 512GB को एसएसडी, र्याम रोम बोथ आर अपग्रेडेबल। 15 इन्चमा
आइपीएस प्यानल हुन्छ। सो तपाईलाई आइपीएस प्यानल भइसकेपछि एकदम हेर्नलाई कम्फर्टेबल हुन्छ। यसमा चाहिँ ब्याकलाइट पनि रहेको छ, आइपीएस प्यानल भयो र तपाईको 16GB बाइ डिफल्ट कम्पनीबाटै आएको छ। ल यो ल्यापटपको प्राइसको कुरा गर्नुहुन्छ नि मात्रै 75,000 मा यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ। मेरो बजेट पनि टाइट छ अनि मलाई Ryzen 7 पनि चाहियो भन्ने भ्युअर्सहरुको लागि चाहिँ यो ल्यापटप तपाईहरुको लागि हुन सक्छ। अगेन यसको लुक्स डिजाइनको कुरा गर्नु पर्दा चाहिँ अघिको एसरको एक्सपायर 3 जस्तै छ, तर यसमा रहेको छ Ryzen 7 को प्रोसेसर, 16GB को RAM, 512GB को SSD अनि यसमा ब्याकलाइट किबोर्ड पनि पाउन सक्नुहुन्छ। फुल एचडी आइपीएस प्यानल पनि छ, स्क्रिन क्वालिटी एकदमै राम्रो आउँछ। यसको प्राइसको कुरा गर्नु पर्दा अगेन 75,000 मात्रै रहेको छ। अगेन फेरि 75,000 के रेन्जमा यो एचपी को ल्यापटप पनि हामीसँग रहेको छ। यो चाहिँ एचपी मा i5 को 13 जेन को प्रोसेसर हुन्छ, 16GB को RAM हुन्छ, 512GB को SSD छ, सिल्भर बिल्ड क्वालिटीमा एकदमै राम्रो छ, फुल एचडी मा आइपीएस प्यानल पनि रहेको छ। यो ल्यापटपको प्राइसको कुरा गर्नुहुन्छ भने मात्र 75,000 रहेको छ। र फेरि अर्को 75,000 के रेन्जमा यो Lenovo IdeaPad Slim 3 भन्ने मोडल हो। i5 मा 14 जेन को प्रोसेसर हुन्छ, यसमा चाहिँ 8GB को DDR5 RAM अनि तपाईको 512GB को SSD पनि हुन्छ, 15.6 इन्च छ, फुल एचडी आइपीएस अनि यसमा ब्याकलाइट पनि रहेको छ, साथसाथै फिंगरप्रिन्ट पनि रहेको छ ल्यापटपमा चाहिँ। ल यो ल्यापटपको प्राइसको कुरा गर्नुहुन्छ भने मात्रै 75,000 रहेको छ। र अर्को हामीसँग आएको छ यो Asus को Vivo 14 मा i5 को 13 जेन को प्रोसेसर, 8GB को RAM हुन्छ, 512GB को SSD हुन्छ, 14 इन्चमा एकदमै ब्लू कलरमा एकदमै राम्रो मिठो कलर छ। तपाईले यसमा ब्याकलाइट पनि पाउन सक्नुहुन्छ, फिंगरप्रिन्ट पनि पाउन सक्नुहुन्छ, फुल एचडी मा आइपीएस प्यानल छ। यो ल्यापटप चाहिँ यो चाहिँ न्यू टेरिकबाट अथराइज भएको रिजनले गर्दा हजुरलाई यसमा 2 इयर्स को इंटरनेशनल वारेन्टी, 2 इयर्स को हार्डवेयर वारेन्टी र 1 टाइम फिजिकल ड्यामेज इन्स्योरेन्स पनि यो ल्यापटपमा क्लेम गर्न सक्नुहुन्छ। र यो ल्यापटपको प्राइस मात्रै रहेको छ 79,000। कति एसरको एक्सपायर सिरिजै देखाइराखेको स्विफ्ट सिरिजहरु चाहिँ छैन भन्दाखेरि चाहिँ यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ। यो चाहिँ एसरको स्विफ्ट को 14 भन्ने मोडल हो, अल्ट्रा 5 प्रोसेसर छ, 125H प्रोसेसर छ। यसमा चाहिँ स्क्रिनको क्वालिटीको कुरा गर्नुहुन्छ नि 14 इन्चमा आइपीएस प्यानल, टच पनि छ, ब्याकलाइट पनि छ, फिंगरप्रिन्ट पनि दिएको छ, एकदमै राम्रो बिल्ड क्वालिटीमा। लाइट वेट चाहियो भने भ्युअर्सको लागि चाहिँ पर्फेक्ट हुन्छ। ल यो ल्यापटपको प्राइस रहेको छ मात्र 89,000। एसरको लाइट वेट ल्यापटप त देखाउनु हो स्विफ्ट सिरिजहरु, अब लेनोभोको पनि देखाउनु भन्नुहुन्छ भने चाहिँ यो थिङबुक चाहिँ तपाईहरुको आफ्नो बनाउन सक्नुहुन्छ। i5 को 13 जेन को प्रोसेसर छ, यसमा कम्पनीबाट बाइ डिफल्ट 8GB को RAM आउँछ भने यसमा RAM पनि बढाउन मिल्छ। SSD को लागि पनि दुईटा स्लट दिएको छ, यसमा SSD को लागि पनि स्लट छ, सो RAM को लागि पनि स्लट छ। RAM पनि बढाउन सक्नुहुन्छ, SSD पनि बढाउन सक्नुहुन्छ। 14 इन्चमा WXJ प्यानल रहेको छ, आइपीएस प्यानल छ। सो 14 इन्चमा i5 को 13 जेन प्रोसेसर पनि, RAM पनि अपग्रेडेबल, SSD पनि अपग्रेडेबल अनि खेर लाइट वेट पनि, ब्याट्री ब्याकअप त फेरि गजबै दिन्छ। थिङबुक भनिसक्छ नो कम्प्रोमाइज। यो ल्यापटप चाहिँ तपाईको बनाउन सक्नुहुन्छ र यो ल्यापटपको प्राइस रहेको छ मात्र 89,000। कति यो टच नभएको ल्यापटप मात्रै हेर्नु भन्नुहुन्छ भने चाहिँ हामीसँग एचपी को ओम्निबुक भन्ने सिरिज छ, कोर 5 को 120U प्रोसेसर छ, 8GB को DDR5 RAM पनि छ, 512GB को SSD पनि छ। टच भइसकेपछि त 360 हुने नै भइहाल्यो, टच पनि छ, 360 पनि छ। अलिकति स्वाग दिनु मन छ भने चाहिँ र यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ मात्रै 85,000 मा। र हामीसँग छ यो अर्को चाहिँ Lenovo को IdeaPad 5 भन्ने मोडल हो। यो चाहिँ 2-in-1 मा छ, फ्लिप पनि हो, टच 360 पनि हो। यो 255U प्रोसेसर छ, 8GB को RAM छ, 512GB को SSD छ र बिल्ड क्वालिटीको कुरा गर्नुहुन्छ भने चाहिँ दामी बिल्ड क्वालिटी छ। यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ मात्र 89,000। र हामीसँग अर्को ल्यापटप रहेको छ, यो डेल लभरहरुको लागि चाहिँ एकदमै पर्फेक्ट हुन्छ। यो चाहिँ डेल भोस्ट्रोमा 3530 भन्ने मोडल हो, i7 को 13 जेन को प्रोसेसर छ, 16GB को RAM, 512GB को SSD। बिल्ड क्वालिटीको कुरा गर्नुहुन्छ भने चाहिँ प्लास्टिक बिल्ड क्वालिटी रहेको छ, तर तपाईको एकदमै राम्रो म्याट फिनिशिङमा छ यो ल्यापटप चाहिँ। तपाईको यसमा चाहिँ ब्याकलाइटको अप्सन पनि दिएको छ, i7 मा 13 जेन को प्रोसेसर पनि छ र यो ल्यापटप तपाईको बनाउन सक्नुहुन्छ मात्र 95,000। अब यो भिडियोमा चाहिँ हामीले 1 लाख सम्मको ल्यापटप कुन बेस्ट हुन्छ भनेर हामीले हजुरहरुलाई देखाइसकेको छौं। यो भन्दा अर्को भिडियोमा चाहिँ हामी 1 लाख भन्दा माथि हाई एन्ड गेमिङ ल्यापटपहरुको भिडियो बनाउने छौं। तपाईहरुले ल्यापटप किन्दा चाहिँ हाम्रो कम्प्युटरबाट पाउनुहुन्छ न्यू इयर अफरमा ब्याग, माउस प्याड, कीकार्ड र स्पेशल प्राइस ग्यारेन्टी। तपाईहरुलाई पनि यस्तो ल्यापटप डेस्कटपको निड्स छ भने चाहिँ
हाम्रो कम्प्युटर दरबारमा आएर भिजिट गरेर पनि लिन सक्नुहुन्छ अथवा स्क्रिनमा दिएको नम्बरमा पनि कन्ट्याक्ट गरेर लिन सक्नुहुन्छ। इफ हजुरहरू चाहिँ आउट अफ भ्याली हुनुहुन्छ भने हाम्रो कम्प्युटर दरबारबाट क्यास अन डेलिभरीको पनि अप्सन रहेको छ। आजै तपाईँहरूले ल्यापटप बुक गर्नुहोला, अर्डर गर्नुहोला र ल्यापटपको बारेमा केही पनि इन्क्वायरी गर्नु छ भने चाहिँ स्क्रिनमा दिएको नम्बरमा पनि डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।